यही चैत्र 27 गतेबाट आजबाट यही 83 वैशाख 5 गतेसम्म हुन लागेको यो 14औं राष्ट्रिय हेम्जा आलु महोत्सव अब आजबाट हामी लगातार अब 9 दिनसम्म यो कार्यहरू गरिरहेछौँ। विशेष गरेर अब यो हामी त आलुको एउटा नाम राखेर हेम्जाको पहिचानको लागि हो। विशेष गरेर पहिला अग्रजहरूले आलुहरू लगायत कृषि उपजहरूलाई प्रवर्धन गर्ने किसिमले गर्नुभयो भने अहिले बिस्तारै यसलाई अलिकति परिष्कृत गरेर मोडिफाइड गर्दै थोरै यो आलुको नाम राखेर हेम्जालाई अलि पहिचानको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु नै हो मुख्य उद्देश्य। हामीले अन एन एभरेज त अब दर्शकको आकलन पहिलाको 13औं संस्करणको आलु महोत्सव हेरिरहँदाखेरि लगभग हाम्रो महोत्सव स्थलमा 1 लाखको पेरिफेरीमा दर्शकहरूले अवलोकन गर्नुहुन्छ है। अब त्यो बाहेक हाम्रो हेम्जावासी दाजुभाइ दिदीबहिनीहरूको उल्लेख्य सहभागिता र सम्पूर्ण पोखरा महानगरपालिकाको यस महोत्सव वरिपरिको पेरिफेरीहरूमा गर्दाखेरि लगभग 1-1.5 लाख भन्दा अझ बढीले पनि हाम्रो टिकट काउन्टरबाट अथवा अरू अन्य स्रोतबाट आएर धेरैले नै 1-1.5 लाख भन्दा बढीले नै यसको अवलोकन गरिरहेको छ। अब यसलाई विशेष रूपमा खास त आलु नै भनेर बुझ्नु पर्यो। आलु एउटा पहिचानको रूपमा हो। त्यो बाहेक अलि कृषि स्टलहरू विशेष गरेर हामीले अलि व्यापारिक स्टल भन्दा छुट्टो हटेर कृषि स्टलहरू, कृषि स्टलमा कृषि उपजका परिकारहरू, कृषिका विभिन्न किसिमका कृषि उपजहरूको प्रदर्शनी, बिक्री वितरण लगायत एउटा छुट्टै किसिमको हुन्छ। अर्को भनेको यो आलुको पाहाड यसको मुख्य आकर्षण हो। हामीले त्यही पाहाडबाट नै बेच्ने कुराहरू गर्छौँ, त्यो नै एउटा आकर्षण हो।